प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा विदेशी शक्तिले कसरी खेल्छ र आफ्नो पपेट कसरी खडा गर्छ यो कुरा हामीले बुझ्नुपर्छ। यसलाई एउटा इक्जाम्पलबाट बुझौँ। 2010 सालमा युक्रेनमा एउटा नयाँ शक्तिको उदय हुन्छ, नयाँ राष्ट्रवादी नेताको उदय हुन्छ, जसको नाम हो भिक्टर यानुकोभिच भन्ने नाम हुन्छ। अनि ऊ पछि गएर त्यहाँको प्रेसिडेन्ट बन्छ, त्यहाँ जित्छ। अनि जब 2013 सालमा क्रिमिया र युरोपियन युनियनमा युक्रेन सदस्य बन्ने कि नबन्ने जस्ता खालको इस्यु उठेपछि पछि गएर के एक्सपोज हुन्छ भन्दाखेरि त्यो भिक्टर भन्ने जुन प्रेसिडेन्ट हो नि, त्यो प्रेसिडेन्ट वास्तवमा रसियाले इम्प्लान्टेड गरेको रहेछ, रसियाले खडा गरेको रहेछ। रसियाको फन्डिङबाट, रसियाको प्रोपोगन्डाबाट वास्तवमा ऊ चुनाव जितेको रहेछ। अनि यसरी नै 2019 सालमा एउटा नयाँ नेताको उदय हुन्छ। त्यो नयाँ नेताको उदयको सबैभन्दा ठुलो कारण भनेको एन्टी रसियन मुभमेन्ट, जसको नाम हो भ्लादिमिर जेलेन्स्की। अब हामीले यहाँबाट दुईटा कुरा सिक्नुपर्छ। पहिला भनेको कि कुनै विदेशी शक्तिको सहयोगबाट उदय भएको शक्ति र कुनै विदेशी शक्तिको विरुद्ध उदय भएको शक्ति दुईटै कुनै देशको लागि खतरनाक हुन्छ। अनि यसले गर्दा आज युक्रेनको यस्तो अवस्था भएको हो। अब नेपालको कन्टेक्स्टमा कुरा गर्ने हो भन्दाखेरि नेपाल जहिले पनि जियोपोलिटिक्सको लागि एकदमै इम्पोर्टेन्स देश छ। यहाँ हरेक विदेशी शक्तिहरूले खेल्ने प्रयास गर्छ, चाहे त्यो नर्थ होस्, चाहे साउथ होस्, चाहे वेस्ट होस्, सबैले यहाँ खेल्न प्रयास गर्छ, आफ्नो इन्फ्लुएन्स जमाउन प्रयास गर्छ। अनि यस्तो अवस्थामा तपाईहरु कल्पना गर्नुस्, यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अनुसार विदेशी शक्तिले हाम्रो नेपालमा यदि आफ्नो पपेट खडा गर्यो भने हाम्रो देशको अवस्था के हुन जान्छ? किनभने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अनुसार यदि प्रधानमन्त्री निर्वाचित भयो भने उसलाई न संसदले कन्ट्रोल गर्न सक्छ न अरु कुनै अर्गन्सले कन्ट्रोल गर्न सक्छ। अनि यस्तो अवस्थामा हाम्रो देश अझै खतरनाक अवस्थामा जाला कि? त्यसैले यहाँ बुझ्नुपर्ने के हो भन्दाखेरि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा अति राष्ट्रवाद, अर्को भनेको पपटिजम एकदमै खतरनाक हुन्छ, जुन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा हुने सम्भावना धेरै हुन्छ।